प्रश्न नम्बर 1 नेपालको संविधानमा कति धारा रहेका छन्? अप्सन ए 35, अप्सन बी 308, अप्सन सी 9, अप्सन डी 309। राइट आन्सर रहेको छ अप्सन बी 308। प्रश्न नम्बर 2 नेपालको संविधानमा कति अनुसूची रहेका छन्? अप्सन ए 6, अप्सन बी 7, अप्सन सी 9, अप्सन डी 10। राइट आन्सर रहेको छ अप्सन सी 9वटा। प्रश्न नम्बर 3 नेपालमा सबैभन्दा कम जनसङ्ख्या भएको जाति कुन हो? अप्सन ए क्षेत्री, अप्सन बी नेवार, अप्सन सी राई, अप्सन डी नुराङ। राइट आन्सर रहेको छ अप्सन डी नुराङ। प्रश्न नम्बर 4 नेपाल राष्ट्र ब्याङ्कका कतिवटा महाशाखा रहेका छन्? अप्सन ए 1वटा, अप्सन बी 2वटा, अप्सन सी 3वटा, अप्सन डी 4वटा। राइट आन्सर रहेको छ अप्सन बी 2वटा। प्रश्न नम्बर 5 तिलिचो ताल कुन जिल्लामा पर्छ? अप्सन ए मुगु, अप्सन बी सोलुखुम्बु, अप्सन सी मनाङ, अप्सन डी मुस्ताङ। राइट आन्सर रहेको छ अप्सन सी मनाङ। प्रश्न नम्बर 6 बुलबुले ताल कुन जिल्लामा पर्छ? अप्सन ए सुर्खेत, अप्सन बी कैलाली, अप्सन सी डोल्पा, अप्सन डी मुगु। राइट आन्सर रहेको छ अप्सन ए सुर्खेत। प्रश्न नम्बर 7 सार्कमा जम्मा कति सदस्य राष्ट्र रहेका छन्? अप्सन ए 6वटा, अप्सन बी 7वटा, अप्सन सी 8वटा, अप्सन डी 9वटा। राइट आन्सर रहेको छ अप्सन सी 8वटा। प्रश्न नम्बर 8 नेपालसँग कम व्यापार हुने सार्क राष्ट्र कुन हो? अप्सन ए भारत, अप्सन बी पाकिस्तान, अप्सन सी अफगानिस्तान, अप्सन डी भुटान। राइट आन्सर रहेको छ अप्सन डी भुटान।